मेरो घरमा प्रहरी आएको छ मैले घरमा प्रहरी आइसकेको लास्ट एउटा यो उच्च अदालतको आदेशबारे थाहा पाएँ गाडीमा चढेर जानु बिना कुनै कागज अहिले रिलिज गरेको भिडियो हो यसमा धेरै डिटेलहरु छ र अलिकति रहस्यमय लास्टको स्टेटमेन्ट सुन्नु होला ज्यान जाने खतरा त्यतिकै मोलिरहेका छन् भित्रै मार्ने सम्भावना पनि देखिरहेको छ केही रहेन संसारमा भनेको त्यही चिन्ह रहन्छ भनेका छन् अलिकति दुःख लाग्दो कुरा पनि गणतन्त्रका नेताहरूले के गर्न खोजिरहेछन् सबै यस्तो झमेला भइसकेपछि चिन्नै भयो जेलै जानु राजावादी एउटा जनताको मनोभावना बुझे हुन्न के भन्नु तपाईँ अन्तिमसम्म सुनेर कमेन्ट गर्नु होला है कसले साथ दिँदैछन् ल मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले यो सामान्य अभ्यासभन्दा पर गएर जबरजस्ती गर्ने कोसिस बिना कागज पत्र छ होला ल्याउनु पनि हुन्छ होला ल्याउन सकिने पनि थियो त्यो लिएर आएर लैजान सकिन्थ्यो भोलि ल्याउन सकिन्थ्यो घरै पनि अझै कागज बोकीवरी प्रक्रिया मेरो लागि कुनै प्रक्रिया पूरा गर्न मानेको छैन आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ म यसै पनि गिरफ्तारी दिन्छु भनेर बसेकै छु जे होस् आम नागरिकले सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ न्यायको लडाईँ म एक थोपा रगत रहुन्जेल लडिरहन्छु यहाँले साथ दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु मैले कुनै गल्ती गरेको पनि छैन कुनै अपराध गरेको पनि छैन तर संसारकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने मैले विश्वास लिएको छु म धेरै केही भन्दिनँ म सम्मानित अदालतप्रति अझै पनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउनको लागि परिरहेको छु यो दुनियाँका जति पनि न्यायालयका ढोकाहरू छन् ती सबै ढोका ढकढक्याउँछु आफ्नो न्यायको लागि र मलाई थाहा छ यहाँहरूले सबै कुराको साक्षी बसेर हेरिरहनु भएको छ होला भन्ने मैले विश्वास लिएको छु म यति जानकारी मैले दिनु उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु चितवनमा जति पनि मेरा आदरणीय मतदाता आमा बुवा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ भोलिको कार्यक्रम नरोक्नु होला अन्य साथीहरू आउनुहुन्छ उहाँहरूले कुराकानी गर्नुहुनेछ निरन्तर चलिरहन्छ मलाई यिनीहरूले हत्या नै गरेछन् भने पनि नेपाली मतपत्रमा घण्टी चुनाव चिन्ह बसेको छ मलाई आशा छ यो एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ निरन्तरता प्रदान गर्नु होला म कानुनी लडाईँमा छु बोलेकै यसैमा हो अनि यता गभर्नरकोमा पनि यो पर्खिनुहोस् अघिल्लो पल्ट गभर्नर चाहिँ दलीयकरणको मार्फतबाट अघिल्लो गभर्नरका कारणले गर्दा समग्र अर्थतन्त्र के बन्यो राजावादीहरूको आन्दोलनमा पनि तपाईँ जानुहुन्छ त्यहाँ हामी अहिले जाँदैनौँ